हिमाल पहाड तराई कोही छैन पराई खुल्ला आकाशमा खुल्ला श्रमदान भइरहेको छ। अहिले हामी बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 4 मा यो सेवारा चोकदेखि माथि म्याङ चोकसम्म आउने क्रम जारी छ। हजुरहरूले प्रत्यक्ष देखिराख्नु भएको छ हाम्रो सरसफाइ अभियान चलिरहेको छ। अहिले हाम्रो यो किरात समाज सरकारी श्रमदान अभियानले आफ्नो गाउँ आफै बनाऊ, आफ्नो ठाउँ आफै बनाऊ र हामी सबैजना एकता भएर एकजुट भएर अगाडि बढौँ भनेर यो बुद्ध शान्ति 4 माइली किरात समाज सरकारी श्रमदान अभियान चालु भइसकेको छ। हजुरहरू पनि किरात समाज सरकारी श्रमदान अभियानमा जोडिन सक्नुहुनेछ। प्रत्यक्ष रूपमा हजुरहरूलाई हामीले आज 14औं दिनको यो भिडियो प्रसारण गरिरहेका छौँ। यो श्रमदान प्रसारण गरिरहेका छौँ। हामीले यो रोड लाइनमा भएको नालीदेखि भित्र रहेको बोट बिरुवाहरू अनि बाटो साँघुरो भएको कारणले गर्दाखेरि यो बोट बिरुवाहरू हामीले काटिरहेका छौँ, घाँसहरू काटिरहेका छौँ। हजुरहरूले कतिपय मानिसहरूले चाहिँ कमेन्ट गरिराख्नु भएछ यो बोट बिरुवा काट्ने काम राम्रो भएन, श्रमदानले राम्रो गरेन भन्ने गरिराख्नु भएछ। तर भने यो रोड लाइनको डिलमा चाहिँ अत्याधिक मात्रामा बोट बिरुवा भएको कारणले गर्दाखेरि चाहिँ हामीले यसरी काट्नुपर्ने हो। हजुरहरूले पनि यसबारेमा सचेत भइदिनु होला। कसैले पनि यसमा विवाद नल्याइदिनु होला, किनभने एक्सिडेन्ट हुनसक्छ। भोलि गएर रोड लाइनमा धेरै मान्छेहरू हिँड्ने बाइकहरू चलाउने गाडीहरू चलाउने हुँदाखेरि चाहिँ भोलि एक्सिडेन्ट हुनसक्छ भनेर चाहिँ यो बोट बिरुवाले एकदमै बाटो साँघुरो बोट बिरुवाको अनि हाँगाहरूले चाहिँ बाटोमा आएर एकदमै छेकिरहेको अवस्था देखिन सकिन्छ। त्यही भएर चाहिँ हामीले यसरी काटेको। हजुरहरूले यसबारेमा नराम्रो कमेन्टहरू नगरिदिनु होला। हामीले श्रमदानको अभियानमा बोट बिरुवाहरू काट्ने काम गरेको होइन। जहाँ चाहिँ हाम्रो यो रोडहरू छेकिएको छ हाँगाहरूले त्यो ठाउँमा चाहिँ हामीले क्लियर सरसफाइहरू गरिरहेका छौँ, बोट बिरुवाहरू काटिरहेका छौँ। हामीलाई पनि बोट बिरुवाहरू त्यसरी काट्न मन छैन। अहिले हामीले हेर्नुहोस् त यहाँ यसरी सबै काटिरहेको छ, एकदम साँघुरो बाटो गइरहेको छ भन्दै सम्पूर्ण यो भिडियो हेर्नेहरूलाई जय श्रमदान। हजुरहरू पनि श्रमदानमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दै जय श्रमदान।